हेलो एभ्रिवान, म चाहिँ बिफको अचार बनाउन आँटेको। त्यहाँदेखि चाहिँ मैले बिफमा चाहिँ सबै मिक्स गरेको छु होइन, अघि नै। त्यहाँदेखि सोया सस चाहिँ हालिदिनुको लागि। त्यहाँदेखि चाहिँ यो चाहिँ छ लसुन, अन्त तिल, अन्त यो चाहिँ मैले उयो एक्स्ट्रा उयो गरेर फ्राई गरेको। यसरी फ्राई गरेर हाल्दा कस्तो हुन्छ होला भनेर यसलाई चाहिँ फ्राई गरिसकेर मजाले पिर्नुपर्छ। अन्त यहाँ चाहिँ मासु पाक्दैछ, अन्त यतिको ड्राई भएछ भन्दा हेर्दै चलाउँदैछु होइन। अन्त त्यसको बादमा चाहिँ मैले अचारमा हाल्ने मसला हुन्छ जुन चाहिँ लसुन, अदुवा होइन, कम्ती जिरा हालेको थिएँ मैले। त्यहाँदेखि चाहिँ त्यो मिक्स गरेर चाहिँ यो चाहिँ अचारमा हाल्नुपर्छ भन्दै यो चाहिँ अघिको फ्राई गरेको अचार होइन, सुक्खा खोर्सानी चाहिँ यसमा चाहिँ मजाले हालेर चाहिँ यो गरेको थिएँ। मासु पाक्दै थियो, त्यहाँदेखि चाहिँ मजाले चलाएँ, अलिक मजाले फ्राई होस् भनेर। त्यहाँदेखि चाहिँ कलर आओस् भनेर होइन चलाएँ, अलिक ड्राई भयो होइन, सुक्दै गयो। त्यहाँदेखि चाहिँ अदुवा एड गरिदिएँ। अदुवा एड गरेर चाहिँ मजाले फ्राई गरेँ यसलाई पनि, भरे चाहिँ मजाले फ्लेभर आओस् भनेर होइन। मार्गी पनि लागिरहेको थियो मलाई है, बिसन्चो पनि थिएँ, तर भए पनि बनाइदिएको, साथीहरूले दिनु ल भनेको थियो ड्युटीमा। अन्त यता मासु चाहिँ पाकिसकेको थियो, मैले तेल अलिकति बेसी हालेछु। अनि त्यहाँदेखि चाहिँ यसो हेरेको ड्राई भइरहेको रहेछ, अन्त यो निकाल्दा ड्राई हुन्छ होइन। अन्त यही हाल्नुको लागि चाहिँ मजाले चलाएँ। अन्त त्यसपछि चाहिँ मैले बोलमा निकालेर चाहिँ हातमा चाहिँ प्लास्टिक लगाएर चाहिँ मजाले हातले चाहिँ मिक्स गरौँ भनेर सोचेको थिएँ। तिल पनि हालिदिएको थिएँ। यो चाहिँ मेरो आफ्नै ओन स्टाइलले पकाएको होइन, बनाएको अचार। त्यहाँदेखि चाहिँ मलाई चाहिँ अल्छी लाग्दै थियो पनि बनाएको। अन्त भरे चाहिँ सकिनँ चाहिँ मैले चम्चीले गरेँ है, चम्चीले स्पुनले गरेँ। त्यहाँदेखि चाहिँ मजाले यसलाई मिक्स गर्छु भन्दै सोच्दै मिठो होस् भनेर चाहिँ त्यहाँदेखि चाहिँ मिक्स गरेँ होइन मजाले। खासै हातले राम्रो हुन्छ होइन मिक्स गर्दाखेरि, तर मैले साह्रै तातो भएर चाहिँ एकछिन चम्चीले गरेँ। अन्त बादमा फेरि मैले यतिको भएछ भनेर चाहिँ मजाको भएछ, मजाको कलर पनि आएछ, मिठो पनि भएको थियो। मैले एक्स्ट्रा एउटा निकालेर खाएको थिएँ है, जुठो चाहिँ लाग्छिनँ। त्यहाँदेखि चाहिँ मजाले फेरि हातमा त्यही अघिकै यो प्लास्टिक चाहिँ मैले सफा धोएर चलाएको प्लास्टिक हो। त्यहाँदेखि चाहिँ मजाले चलाएँ। त्यहाँदेखि चाहिँ यसलाई चाहिँ सिसामा हालिदिनु पऱ्यो भनेर चाहिँ एकछिन चलाएर राखेँ। मिठो भइरहेछ, कलर पनि मजाले आएर आएछ।